हाम्रो यो ठुटे मुटे ताप्लेजुङको बासीहरूलाई खानको लागि कुनै आपत छैन। यदि तपाईँहरूले उहाँलाई चिन्नुहुन्छ भने कस्तो मुद मैले चाहिँ रेडियोमा काम गर्न थालेको। हेलो गाइज, तपाईँहरूलाई स्वागत छ हाम्रो यो ठुटे मुटे भ्लगमा। तपाईँहरूले यहाँ पाउन सक्नुहुनेछ रुखको जङ्गल। यहाँ अर्को पनि ब्लगर भाइलाई हामीले भेटेको छौँ बाटोमा हिँड्दै गर्दाखेरि। यदि तपाईँहरूले उहाँलाई चिन्नुहुन्छ भने उहाँको भ्लगलाई मेन्सन गरिदिनु होला, कमेन्ट गरिदिनु होला उहाँको भ्लगको नाम के छ भन्छ। म त चिन्दैन, घर छेउमै छ। कस्तो मुद अभी मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। अब फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना, जिंदगी भर याद रखें ये बड़े हुए। अहिले हामी गइरहेको छौँ ताप्लेजुङको रेडियो ताप्लेजुङ स्टेसनतर्फ। हामीले चाहिँ रेडियोमा काम गर्न थालेको छैन, तर पनि हामी घुम्न गइरहेको छौँ। हामी देखाउनेछौँ यहाँहरूलाई ताप्लेजुङको यो रेडियो ताप्लेजुङको स्टेसनमा जहाँ रहेको छ भिन्दुना डाँडा। यति बेला चाहिँ हामी प्रवेश गरिरहेका छौँ। तपाईँहरूले देख्न सक्नुहुनेछ आज तोक्नेमा भइरहेको प्रोग्रामलाई। चाहिँ हामी गइरहेका छौँ, हामी हिँडिरहेका छौँ। तपाईँहरूलाई हामी देखाउनेछौँ ताप्लेजुङमा रोडमा पनि पोखरी छ भनेर। ताप्लेजुङ पानीमा यति धनी छ कि जहाँ रोडमा पनि पोखरीहरू रहेका छन् र तपाईँहरूले अब केही समयमा देख्न सक्नुहुनेछ ताप्लेजुङको बासीहरूलाई खानको लागि कुनै आपत छैन। यसरी बाटोमा चामलको बोराहरू पुरै गोदाम नै राखिदिएको छ। तपाईँहरूले देखिरहनु भएको छ यहाँ चाहिँ बाटोमा चामलको बोराहरू यसरी राखिदिएको छ र पिउन चाहनेहरूको लागि पेय पदार्थहरू पनि राखिदिएको छ। तपाईँहरूले जुन देखिरहनु भएको छ यो ताप्लेजुङको एकमात्र यस्तो ठाउँ हो जहाँ बाटोमा पनि यसरी चामलको बोराहरू यसरी गोदाम लगाएर राख्ने गरिन्छ। यो ताप्लेजुङको एकमात्र विशेषता पनि भनेर भन्न सकिन्छ। तपाईँहरूले देख्न सक्नुहुनेछ बाटोतिर यसरी सबैतिर चामलको बोराहरू राख्ने ताप्लेजुङको यो प्रचलन पहिल्यैदेखि चलिआएको हो।